टाँसिदेले नमस्कार। म आज यहाँहरूलाई थेक्चेन पेमा छोलिङ गुन्पामा हुन गइरहेको 10 करोड मन्त्र जप कार्यक्रम वज्रगुरु कार्यक्रमको तयारीको बारेमा जानकारी गराउन गइरहेको छु। यो थेक्चेन पेमा छोलिङ जाने बाटो हो। यो चाहिँ यो आवधाराबाट बजारतिर नगइकन यहाँबाट माथि ब्यारेकतिर खुलेको बाटोबाट जानुपर्छ। हजुरहरूको सहजताको लागि यहाँ गेटको पनि व्यवस्था रहेको छ। ध्वजाहरू टाँगिसक्नु भएको छ। थेक्चेन पेमा छोलिङ गुन्पाको 25औं वार्षिक उत्सवको शुभ उपलक्ष्यमा विश्व शान्तिको लागि 19औं 10 करोड वज्रगुरु मन्त्र जप कार्यक्रम यही वैशाखको 4 गते शुक्रबारदेखि 13 गते आइतबारसम्म हुने यहाँहरूलाई जानकारी नै छ। यसको लागि तयारी कस्तो भइरहेको छ त हेर्नुहोस् त, बाटोहरू एकदमै राम्रो भएको छ। तपाईँको सुविधाको लागि यो हिल्लामे बाटो छैन अहिले चाहिँ, र यति बेला चाहिँ म यो गुम्बाको प्राङ्गण नजिकै पुगेको छु। यो चाहिँ अब हुने गुम्बाको प्राङ्गण हो। यहाँ तीव्र स्थलमा तीव्र चाहिँ खटिरहनु भएको छ यहाँको समाजको व्यक्तिहरू, जो चाहिँ स्वस्फूर्त रूपमा भोलिन्टियर गरेर गर्नका लागि आउनुभएको छ। यहाँको धर्मगुरुहरू, लामाहरू, भिक्षुहरू सबैजना खटिरहनु भएको छ। यहाँ भान्साघरको तयारी हुँदैछ। त्यहाँ माथि भान्साको लागि चाहिने दाउराहरू पनि रेडी भइसकेको छ। यहाँ ध्वजा पताकाहरू टाङ्ने, लुङदारहरू टाङ्ने कार्यक्रम पनि भइरहेको रहेछ। यता शौचालयको निर्माण पनि भइसकेको छ। विभिन्न कार्यहरू विभिन्न तरिकाले गरिरहनु भएको छ। भौतिक रूपमा, आर्थिक रूपमा सबै तरिकाले उहाँहरूले एकदमै राम्रोसँग तयारी गर्दै हुनुहुन्छ। अब समय नजिक आएकोले उहाँ गुम्बाको प्रमुख लामा हुनुहुन्छ। त्यसै गरेर यहाँ हुनुपर्ने तयारी सबै बारबेरको कामदेखि लिएर सबै काममा सबैजनाले यति धेरै राम्रोसँग सहयोग गरिरहनु भएको छ। गुम्बामा तीव्र रूपमा चाहिँ तयारी भइरहेको छ। यहाँहरू पनि सोलुखुम्बु आउने, यो गुम्बामा यस पूजामा आउन चाहनुहुन्छ भने यहाँहरूलाई हृदयबाट नै स्वागत गर्दछौँ हामी सोलुखुम्बुवासी। र यो गुम्बामा यसरी भौतिक तयारी सँगसँगै पूजामा चाहिने विभिन्न चाहिँ यसलाई तोर्माहरू नै भन्छौँ होला हामी। यो हेर्नुहोस् त, यति राम्रो आर्ट, यति राम्रो आर्ट, यो साँच्चैको बनाएको र जस्तो फिल हुने। तर यहाँको लामा गुरुहरूले उहाँहरूले आफैले निर्माण गर्दै हुनुहुँदो रहेछ। यो कार्य पनि भट्टाभट भइरहेको रहेछ। यो चाहिँ मैन, त्यसै गरी डाल्डा र मैदाको सम्मिश्रणबाट उहाँहरूले यस्तो राम्रो राम्रो चाहिँ यो पूजाको लागि चाहिने तोर्माहरू यो विभिन्न परिकारमा, विभिन्न डिजाइनमा चाहिँ तयार गर्दै हुनुहुन्छ उहाँहरूले। यो यस्तो राम्रो फाइन फिनिसिङ, यति राम्रो उहाँहरूको मेहनत, उहाँहरूको कलालाई सम्मान छ हृदयबाट नै। र यहाँहरू पनि यस पुण्य कार्यमा सहयोग गर्न चाहनुहुन्छ आर्थिक रूपमा, त्यसै गरेर भौतिक रूपमा भने यहाँहरूलाई पनि थेक्चेन पेमा गुन्पा परिवार हार्दिक स्वागत गर्दछ। धन्यवाद।